मैले देख्दाखेरि राजा हिजो हटाउँदाखेरि जुन गल्ती यिनीहरूले गरे त्यसको क्षतिपूर्ति दिने समय आइसक्यो। अब मलाई लाग्छ पुनर्विचार गर्नुपर्ने ठाउँमा वस्तु आइपुग्यो। काहीँ राजालाई पनि स्पेस दिन सकिने स्थिति छ भने सोच, अर्को उपाय छैन नि। त्यसो हो भने म यहीँबाट आह्वान गर्छु, चाँडोभन्दा चाँडो साथीहरूले एउटा सहमतिको बिन्दु, सहकार्यको बिन्दु खोज्नुपर्छ र इतिहासलाई फर्केर हेर्नुपर्छ। राज्यले त गर्ने नै त्यही हो नि। जब अस्वाभाविक स्थिति हुन्छ, आगजनी हुन्छ, ढुङ्गामुढा हुन्छ, दुईटा समूहको बिचमा चाहिँ झडपको स्थिति आउँछ भने कति लाग्छ? सिम्पल छ। यो हिजोदेखि राजाले पनि गरिआएको कुरा हो। त्यसकारण हामीले भनेको चाहिँ के भने हिजोदेखि यो साथीहरूलाई नै हामीले भन्यौँ, तपाईँहरूको शासकीय शैली गलत छ, तपाईँहरू यसरी शासन नगर्नुहोस् न। यो तरिकाले अब परिवारवाद त तपाईँ कुरै नगर्नु। प्रचण्डलाई छोरी नभइकन नहुने, बुहारी नभइकन नहुने, स्वास्नी भइदिएको भए उनलाई नै राष्ट्रपति बनाउने होला, नभएपछि नन्दकिशोरलाई उपराष्ट्रपतिसम्म बनाए। एमाले त झन् साह्रो अब कि नेता कि स्वास्नी, कि नेता कि स्वास्नी। अनि त्यसपछि कसरी भन्ने कुरा चाहिँ रघुपन्तको स्पिच तपाईँले पनि सुन्नुभयो होला। अब न्यायाधीशहरू त्यसरी नै बन्ने। यो विधिबाट हुन्छ त लोकतन्त्र? यस्तो लोकतन्त्र हुन्छ? यसरी गर्ने शासनलाई लोकतान्त्रिक भनिन्छ? हामीले अनेकचोटि भन्यौँ तिमीहरूको शासकीय शैली भएन। योग्यता र विज्ञता त हो लोकतन्त्र भनेको। योग्यता र विज्ञता हो। योग्यताको आधारमा हेरेर ल तपाईँले यसरी मन्त्रीकै कुरा हो भने तपाईँ एकचोटि मन्त्री भइसक्नु भएको छ, केन्द्रीय कमिटी हो भने तपाईँ केन्द्रीय कमिटीमा पुगिसक्नु भएको छ। जस्तो अब यो रामकुमार भयो, योगेश भट्टराई भयो, जुन नयाँ चाहिँ पङ्क्ति छ, यो पङ्क्तिलाई तिमीहरूको योगदानको चाहिँ पार्टीले उच्च मूल्याङ्कन गर्छ। तिमीहरू गाउँमा जाऊ, वडामा जाऊ भन्नु पर्दैन। काठमाडौँमा ढल्लामल्ला गरेर 5 तल्ले बिल्डिङ बनाएर चाहिँ बस्ने, अनि उहाँ गुल्मीमा गएर चुनाव लड्ने, ताप्लेजुङमा गएर चुनाव लड्ने, अनि ताप्लेजुङले चाहिँ के हेरेर जिल्लामा बस्ने त? अनि ऊ पनि यहीँ आयो। यो तिनको